आज हामी श्री स्वस्थानी व्रत कथाको चौथो अध्यायको सारमा डुबुल्की मारौँ है त। यो अध्याय साँच्चै भन्नुपर्दा शिव र सतीको कथाको सबैभन्दा मार्मिक र निर्णायक मोड हो। यहाँ एउटा पिताको अहङ्कारले कति ठूलो विनाश निम्त्याउँछ भन्ने कुरा प्रष्ट देखिन्छ। ल, पहिलो कुरा, सतीका पिता दक्ष प्रजापतिले एउटा भव्य यज्ञको आयोजना गर्छन्। तर आफ्नो अहङ्कारले गर्दा उनले आफ्नै छोरी सती र ज्वाइँ शिवलाई बाहेक अरू सबै देवी देवतालाई बोलाउँछन्। सोच्नुस् त, अब दोस्रो कुरामा निमन्त्रणा नपाए पनि सती देवी आफ्नो माइती घर जाने जिद्दी गर्छिन्। तर त्यहाँ पुगेपछि के हुन्छ? उनका पिता दक्षले शिवको एकदमै नराम्रोसँग अपमान गर्छन्। आफ्नो पतिको त्यस्तो अपमान सतीले सहन सक्दिनन् र त्यही यज्ञको आगोमा हाम फालेर आत्मदाह गर्छिन्। अनि अन्त्यमा जब शिवले यो खबर थाहा पाउँछन्, उनी शोक र क्रोधले पागल जस्तै हुन्छन्। उनले आफ्नो जटाबाट वीरभद्रलाई उत्पन्न गरेर दक्षको यज्ञ ध्वस्त पार्न पठाउँछन्। वीरभद्रले पुरै यज्ञ तहस नहस पारेर दक्ष प्रजापतिको टाउको निकाटिदिन्छन्। छोटकरीमा भन्नुपर्दा यो अध्यायले अहङ्कार र अपमानले कसरी प्रेम र परिवारलाई मात्र नभई पुरै सृष्टिलाई नै खरानी बनाउन सक्छ भनेर देखाउँछ।